जन्म घर मेरो चौपा सभा चौपुर, कर्म घर मेरो मोरङको रतुवा माई, नाम त मेरो हो राम भक्त प्याकुरेल भन्छन् है। कर्म छ मेरो नेपाल घुम्ने शान्तिको सन्देश बोकेर, शान्ति नै छाओस् यो भूमिमा मेरो कर्मलाई देखेर। हिँडेको म त 78 साल 9 गते मङ्सिरमा, घुम्दै र हिँड्दै आइपुगेँ आज यो कालीकोटको भूमिमा। उमेर त मैले भेट खाएको छैन, 72 मात्र हो। यो उमेरमा पनि मैले केही नगरे जन्मेको के अर्थ भयो भनेर म नेपालमा केही गरौँ, शान्ति फैलियोस् मेरा यो सन्देशले भनेर घुम्दै जाँदा 753 स्थानीय तह मध्येमा पर्छ। हजुर पनि 72 वर्षको उमेरमा चाहिँ साइकल यात्राको क्रममा हाम्रो कालीकोटमा पनि आइपुग्नु भयो। हजुरलाई एकदमै स्वागत गर्न चाहन्छु। धन्यवाद। अनि तपाईँ यो यात्रा थालनी गर्नुभएको त झन्डै 4-5 वर्ष भएछ है। अहिलेसम्म कतिवटा स्थानीय तहहरूमा पुग्नुभयो? अब पुरै परिचय दिउँ। हुन्छ। आज 734वटा स्थानीय तहमा प्रवेश गरेको छु। मेरो यात्रा अब यो असारसम्ममा सक्ने विचार छ। यो असारमा भनेपछि अब 19वटा स्थानीय तह मात्रै पुग्न बाँकी छ। यो बाहेक यो समेत 24वटा। ल हेर्नुहोस् त, अब यो 72 वर्षको उमेरमा अब मोरङदेखि यात्रा थालनी गर्नुभएको झन्डै 3-4 वर्षदेखि साइकलमा यात्रा गर्दै गर्दाखेरि उहाँलाई थकान छैन, भोक छैन, निन्द्रा छैन। राति हिजो उहाँ चाहिँ यहाँ 9 बजी आइपुग्नु भएको थियो, रातिसम्म पनि यात्रा गरिरहनु भएको छ होइन। यो तपाईँलाई चाहिँ खासमा यो प्रति चाहिँ तपाईँलाई प्रेरणा कसरी लाग्यो त? यो साइकल यात्रा थालनी गर्नुपर्छ यो, अथवा कुनै तपाईँको आफ्नो मनको रहर हो कि अथवा केही गिनिज बुकमा नाम लेखाउने अथवा भोलि आउने पिँढीहरूले चाहिँ पनि यो केही इतिहासमा नाम दर्ता गर्नलाई हो कि? यो देशको यो फोहोरी राजनीति देखेर मलाई मन लागेन, यो राजनीतिमा बस्न मन लागेन। अनि के गरौँ त भन्दा अब यो देशभरि एउटा सन्देश फैल्याउँ, शान्ति यात्रा भनेर हिँडौँ। आखिर मुला 72 वर्ष बुढाले के कति गर्नु, जति गरे पनि कहिले पुग्दो रहेनछ। अनि एउटा इतिहास पनि बनाऊ, यो शान्ति देशमा आओस् भन्ने पनि नारा बोकेर हिँडौँ। र एउटा मुख्य चाहिँ अब यो इतिहास कायम गरौँ। देशभरिको 753 स्थानीय तहको कहाँ कस्तो छ के छ भन्ने यही हो मेरो इच्छा। देशमा शान्तिकै लागि पैदल तथा साइकल यात्रा सुरु गर्नुभयो, हाम्रो कालीकोटसम्म आइपुग्नुभयो। यात्राकै क्रममा हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि हस्, तपाईँहरूलाई धन्यवाद। मेरो स्वागत छ। ठिकै छ बुवा, कालीकोटसम्म आउनुभयो। हजुरले अरू केही ठुलो सहयोग गर्न सकेनौँ, यो सानो सहयोग स्वरूप हजुरलाई दिएको छ। जय होस्, कल्याण होस्। हस्, धन्यवाद। ल धन्यवाद, तपाईँहरूलाई पनि धन्यवाद। पछाडि मान्छे राजकोट उहाँ आउँदै कहाँ राजकोट हिजो अब 19वटा स्थानीय अब यो बाइक 19वटा। 19वटा बाँकी है? यो के हो? ल